हर हर महादेव, मुक्तिनाथले सबैको रक्षा गरून्। हिमाल पारीको जिल्ला मुस्ताङमा अवस्थित एक पवित्र तीर्थस्थल मुक्तिनाथ समुद्र सतहदेखि 3710 मिटरको उचाइमा रहेको छ। उक्त मुक्ति क्षेत्र पुग्न अनेकौं कठिनाई भोग्नु परे तापनि सो मन्दिर परिसर पुगेपछि स्वतस्फूर्त मोक्ष प्राप्तिको महसुस हुँदो रहेछ। यात्राको क्रममा भिरालो, अप्ठ्यारो बाटोको जोखिम मोल्दै अनि हाई अल्टिट्युड सिकनेसको सम्भावनालाई आत्मसात गर्दै म स्वयं पनि यस तीर्थधाममा 2 पटक मन विश्राम गर्न पुगिसकेको छु। मन्दिर छेउमा अनवरत बगिरहेको 108 धारामा नुहाउँदा जीवनमा मुक्ति मिल्छ भन्ने विश्वासका साथ प्रत्येक धाराको पवित्र जलले शिर छर्किनसम्म चाहिँ भ्याइएछ। जे होस्, मनोकांक्षा नहो चाहे पुरा होस् या नहोस्, जय मुक्तिनाथ, जय मुक्तिनाथ, जय मुक्तिनाथ।